बचाना उजड़ गई डाली डाली आसमां है वीराना जहाँ है खाली खाली जाने क्या नि उड़ू मैं कहाँ को अब हामी जाने हाम्रो उता जनताहरू यहाँ छन् मैं भी नाचूं मनाऊं सोने यार को चलूं मैं तेरी रात में गाइस फर्स्ट खानेकुरा चाहिँ हाम्रो आलु चप रहेको छ अब हेलो गाइस वेलकम ब्याक माय न्यू भ्लग सबैजनालाई मेरो नयाँ भ्लगमा चाहिँ वेलकम छ नयाँ पोस्ट गरिरहेको थिएँ कम्प्युटर पोस्ट अनि त्यसको पनि अब आज लास्ट दिन छ अनि आज लास्ट दिन घुम्यौँ भनेर चलिदिएको अनि मेरो स्कुटीमा सेट पनि सकिसकेको छ पुरै रातो माइसकेको छ होइन अनि अब तेल पनि हाल्नुपर्ने छ अनि अब खोलामा पुरै त्यो किपरहरूमा पुरै माल बोकेर गइसक्यो त्यो चाहिँ स्टेप भनेको होइन हामीले चाहिँ कम्प्युटरहरू सिकाउँछ हुने अझै माथि माथि हामीले माथि चल्यौँ यहाँनिर हाम्रो क्लास छ होइन सराउन्ड भिसाएर छ सराउन्ड त्यही हुनुहुन्छ स्कुटी वासको लागि जानु लागेको यहाँ सोरुममा होइन अस्ति स्कुटी वासको लागि काटेको थिएँ तर स्कुटी वास गर्न पाएको थिइनँ गएर टक्कै स्कुटी वास हानिन्छ हाम्रो चाहिँ माथि हो क्लास होइन अब यहाँबाट निक्लेर पहिला स्कुटी वास हान्नुपर्ने हुन्छ सिनाचोक हुँदै त्यही फरेस्ट गेट साइडमा छ क्या यहाँ आएको सोरुम बस किपरमा लोड त्यसरी होइन नि त भिडियोमा त सबसे बवाल लाग्ने चाहिँ मलाई हेरी गाइस टक्क बवाल छ क्या यो रुखहरू है बोट बिरुवा सफा क्लिन इस बजाजले गरेको यो मेला 5 दिने मेला इस बजाजले गरेको मेला यही रहेछ यार यहाँनिर चाहिँ पुरानो बाइकहरू पनि राम्रै हेर्नु दिएको छैन भनेर मैले भिडियो देखिरहेको थिएँ है अस्तिर भिडियो आइरहेको थियो 30 गतिसम्म हुन आएको यसको 25 गतिदेखि 30 गतिसम्म भिडियो आइरहेको थियो बजाज बाइकहरूमा त्यो त्यहाँ चाहिँ वासनी हाल्नु आएको पुरै लाम्रो थियो एउटा 2 3 4 5 यस्तो त 6वटाको पाला हुँदैछ र स्कुटी यहाँ वासको लागि छ अनि म त यहाँ पुरै पसिना भएर यस्तो भइसकेको छु यो यामा सोरुमको वास गर्ने ठाउँ हो होइन बेला पुरै बवाल वास गर्नुपर्ने हुन्छ पुरै हिलो छ पुरै बवाल हिलो भएको छ यार यस्तो फोहोर छ यस्तो फोहोर लिएर त अब घुम्न जाने कुरो भएन अब यसलाई फर्स्टमा यसलाई वास हानौँ अनि यसलाई वास हानेर अनि फेरि त्यहाँ जान्छु म कम्प्युटरको त्यो क्लासमा अनि कम्प्युटर क्लास कार्यक्रम पनि सकिसकेको छ मिसहरू बस्नुभयो सबैजना आउनु ट्याक्कै हामी चल्दिन लाग्यो आजको दिन बबाल रमाइलो भयो बुधमा हल्का फुल्का भिड नथालिसकेको छ यतिको गरेर दिनु पऱ्यो क्या भाइ इस्मामा जान मिल्छ हजुर गाडी फुल हुन्छ त्यहीँ छ यहीँ मान्छे आइरहेको छ मान्छे त छ नि 14-15 जना जाना मात्रै
एकजना 50 पोख्नु नि त मान्छे आउँदैछ ल अब यहाँबाट कतिखेर आउँछ तिनीहरू तिमीहरू पनि लाग्छ म्याजिक छ अब अहिले अब मान्छे नहुने भएर गयो कि घर रेगुलर चलिन्छ एकजनाको 50 हो म्याजिकमा नि 16-17 जना छ होइन निकाल लाउँदैन त अलिकति होइन गोटा कम्ती 50 रुपियाँ भाडा हो काखमै बसे पनि हुन्छ त्यसो भए घाम उतापट्टिबाट पर्छ त्यसैले अलिअलि क्वालिटी चाहिँ कम आउँछ होला लौ कस्तो प्रकार हाने यार सरसँग जाने के भने खोइ बुढा आइसक्यो खाएन नयाँ झिका नि भयो नयाँ झिका लुक्स बवाल छ यतापट्टि केटाहरू स्कुटी यहीँ छ अब हामी जाने यहाँबाट उता जनताहरू यहाँ छन् जनताहरू सर कता हो जाउँ बाटो दामी छ अलिकति रेस हान्दै जाउँ न त कुदाउ रेस हान न रेस हान्नु भने स्मार्ट आउने बाटोमा यार बब्बाल पेन्टिङ हानेर चाहिँ नि अर्को पनि रहेछ यार ऊ कोसीको सही र गाइस अहिले हामी आइसकेका छौँ शहीद स्मारक अनि सिधै 81 प्लान चाहिँ चेन्ज भइदियो अनि चेन्ज भएर चाहिँ हामी गाडीको लागि निक्लेको लास्टमा त पुरै घुम्दै ओर्दै हामी आइदियौँ शहीद स्मारक सबैजना टोलीहरू भित्र गइरहेछन् अब म पनि भित्र गइरहेको छु होइन अब सिधै भित्र गएर कुराहरू पनि हुन्छ ओ बाई बाई ल गाइस यो रातिमा चाहिँ बब्बाल नाइट होइन यो भाइरल भएको छ नि यो त यहीँनिर हो यतापट्टि साइडमा गेट छ अनि सिधै गेटबाट छिर्ने बित्तिकै यो आउँछ बबाल फुलहरू छ यहाँ होइन आमा फुलहरू यस्तो दामीसँग फुलहरू रोपेको छ झन् त्यही माथिको बत्ती अनि यो नरिवलको रुख अनि यो आमा यति मौसममा त बबाल आउँछ यार भाइ यो हान्दैन र हामी चाहिँ यहाँ स्मारकमा आएर दुईजना कृष्ण भाइ र म यहाँ छुट्टी हान्न थालिसक्यौँ कस्तो लागिरहेछ राम्रो तिमीलाई कस्तो लागिरहेछ खुसी भइरहेछ एकदम ओ बहिनी कस्तो लागिरहेछ आमा क्या ह्यान्डसम देखा सरलाई त बबाल रहेछ मलाई मात्रै नराम्रो अब यहाँ कुरमुरीहरू होइन चिउरा सर कस्तो लागिरहेछ एकदम रमाइलो होइन ल फर्स्ट खानेकुरा चाहिँ हाम्रो आलु चप रहेको छ अब आलु चप पनि ठिक छ फुल भाइ कस्तो हो ठिक छ बेचैनियां समेट के सारे जहान की जब
कुछ न बन सका तो मेरा दिल बना दिया ओ साथी। फर्किदिएको शहीद स्मारकबाट टक्क फर्केर अब घर जान लाग्यो। सही टर्निङ यार। आइदिन्छु फेरि एकखेप आइदिनु तल तल राखेँ ल। जो आएन आओस् होइन एकखेप आइदिन्छु म। त्यति पुरा कि नपुरा कुरा मात्रै हो होइन, त्यो पुरै इमाइस हेर्न गाइस। त यो स्कुटीमा अब तेल पनि छैन, अब तेल हाल्नु पर्ने हुन्छ। त्यहाँ अगाडि पम्पमा गएर त्यहाँ पम्पमा तेल पेट्रोल चाहिँ पाउँछ पाउने कुरा भन्ने कुरा हो। तामफल भयो तेल पाउँछ हालेर दाइ पेट्रोल पाउनु न। पेट्रोल कहाँ दाइ पम्प त कति टाढा छ उता त